हाल शिक्षक संख्या 9 जना छन्, जसमा पुरुष 4 महिला 5 छन्। स्थायी दरबन्दी 3 जना अनि अस्थायी 5 जना र 1 जना राहत। बाल बच्चा 2 जना गरी हाम्रो 9 जना छन्, 1 जना पास गरेर हाम्रो 10 जना। अनि हाल विद्यार्थी संख्या हाम्रो जम्मा विद्यार्थी संख्या कक्षा 1 मा 18 जना, कक्षा 2 मा 19 जना, कक्षा 3 मा 15 जना, कक्षा 4 मा 13 जना, कक्षा 5 मा 17 जना, कक्षा 6 मा 18 जना र कक्षा शिशुमा 31 जना गरी 131 जना विद्यार्थी छन्। त्यसै गरी दलित हाम्रा जम्मा 33 जना छन्, 21 छात्र र 12 छात्रा। सिकाइ उपलब्धि गत वर्षको जम्मा नेपालीमा 1 क्लासमा 58.66, अङ्ग्रेजीमा 50.95, गणितमा 57.41, क्षेत्रफलमा 55.95 र स्थानीय विषयमा 54.19। त्यस्तै विलक्षणमा नेपालीमा 62.6, अङ्ग्रेजीमा 60.3, गणितमा 62.6, क्षेत्रफलमा 62.7 र स्थानीय विषयमा 55.14। त्यस्तै गरी कक्षा 3 मा नेपालीमा 69.8, अङ्ग्रेजीमा 59.41, गणितमा 62.41, क्षेत्रफलमा 65.3 र स्थानीय विषयमा 68.4। कक्षा 4 को नेपालीमा 68.2, अङ्ग्रेजीमा 66.0, गणितमा 65.6 र क्षेत्रफलमा 67.3 र विज्ञानमा 64.7 र स्वास्थ्य कार्यमा 69.9 र स्थानीयमा 70.70। कक्षा 5 को नेपालीमा 64.64, 64, अङ्ग्रेजीमा 62.2, गणितमा 64.7, क्षेत्रफलमा 59.8, विज्ञानमा 63.4, स्वास्थ्यमा 67.55 र स्थानीयमा 63.58 हाम्रो यो सिकाइ गरिरहेको छ। कक्षा 5 यस विद्यालयबाट हाम्रो अहिले 6 सञ्चालन भयो। गत वर्षसम्म हाम्रो कक्षा 5 मा 605 जनाले उत्तीर्ण भइरहेका छन्। मैले यो गत वर्ष नै मैले भनेको थिएँ, यहाँ नाम प्रकाशित गरेको थिएँ, सबैलाई थाहा भयो। मैले त्यो नाम उसमा के भन्छ क्लासमा त्यो अफिसको कोठामा पनि झुन्ड्याएको छु। 605 जनाको नाम। अब यस विद्यालयको मैले अर्को यसपालि थप गरेको समिति आज 47 सालदेखि मेरो कार्यकाल 47 स्थापना काल पनि 47 वर्षको त्यो वर्षदेखि अहिलेसम्म त्यो 47 सालदेखि लिएर अहिलेसम्म यस विद्यालयमा मैले जम्मै कुराहरू तलमाथि मिलाएर कर्मश लेखेका छैन। समितिमा रहेका पदाधिकारी, समितिका सदस्य भए पनि, खाता समितिमा भए पनि, जुनसुकै समितिमा भए पनि, व्यवस्था समिति भए पनि तिनका नाम मैले टिपेको छु र त्यो पनि मैले अफिस कोठामा एउटा झुन्ड्याएको छु। किनभने काम गर्ने व्यक्तिको अथवा यो विद्यालयको के रिकर्ड रहोस् भनेर मैले रजिस्टरमा टिपेर त्यो सबै कुराहरू नाम मैले राखेको छु। आज मैले पनि ढुला गरेको छु। पोहोर साल मैले विद्यार्थीहरू गरेको यसपालि समिति गर्दैछु। ल अब यी व्यक्तिहरू कोही जीवित छन्, कोही स्वर्गीय भएर जानुभएको छ। मैले त्यो कुरा सुरुमा नै भनिसकेँ, मैले सम्झन्छु, मैले धन्यवाद दिन चाहन्छु भनेर मैले पहिल्यै भनिसकेँ। अब नाम सरस्वती भन्छु किनभने मौसम यस्तो छ। अब यो चिज मैले भन्नुपर्ने जरुरी भएकोले म छोटो गर्दैछु। ल नामहरू छुट्टिने विद्यार्थी भाइहरूले जीवित गर्नलाई तालिम दिने, उनलाई मनन गरिदिने कुरा गर्नु होला। ल नामहरू स्वर्गीय श्री नरेन्द्र दत्त जोशी, संस्थापक अध्यक्ष विद्यालय व्यवस्था समिति। अब साल मैले के भन्न सक्दैन होइन। स्वर्गीय श्री कणबहादुर अधिकारी, संस्थापक सदस्य श्री रमेश नाथ, संस्थापक सदस्य श्री प्रिया दत्त जोशी, संस्थापक सदस्य स्वर्गीय श्री प्रिया दत्त जोशी, खाजा अध्यक्ष स्वर्गीय श्री राम कामी, सदस्य स्वर्गीय श्री कान्नु कामी, सदस्य स्वर्गीय श्री रघुवा ढाट, अध्यक्ष श्री राम बहादुर ढाट, अध्यक्ष हिम्मत अधिकारी, अध्यक्ष गंगुवा ढाट, अध्यक्ष व्यवस्था समिति, धर्मराज अधिकारी, अध्यक्ष मणिराज जोशी, अध्यक्ष स्वर्गीय श्री अधिकारी, अभिभावक संघ अध्यक्ष मदनराज जोशी, विद्यालय व्यवस्था समिति सदस्य रमेश बहादुर मल्ल, अभिभावक संघ अध्यक्ष स्वर्गीय श्री परमानन्द जोशी, अध्यक्ष अभिभावक संघ
शीतलबहादुर ढाँट खाजा अध्यक्ष, पविता देवी ढाँट अध्यक्ष खाजा समिति, श्री धनादेवी विष्ट अध्यक्ष, आशा देवी साउ अध्यक्ष खाजा, कलावती देवी ढाँट खाजा अध्यक्ष, हिरा अधिकारी स्वर्गीय विवेश सदस्य, धनी देवी अधिकारी विवेश सदस्य, गोपाल कामी विवेश सदस्य, श्री गगन बहादुर ढाँट विवेश सदस्य तथा हाल अभिभावक संघ अध्यक्ष, स्वर्गीय श्री करण सिंह पहरी विवेश सदस्य, श्री कलामती अधिकारी विवेश सदस्य, श्री चन्द्रादेवी विष्ट विवेश सदस्य, श्री कलक अधिकारी सदस्य, गणेश जोशी सदस्य, धनवीर बोहरा देवस्थान समिति सदस्य, रवि अधिकारी सदस्य, गौरीलाल जोशी सदस्य, योगदेवी मल्ल सदस्य, बेलमती देवी जोशी सदस्य, प्रकाश विक सदस्य, केजेन्द्र विष्ट सदस्य, गणेश जोशी सदस्य, रमेश अधिकारी सदस्य देवस्थान समिति, अमिता शाह देवस्थान समिति सदस्य, वीरा विक समिति सदस्य, कृष्ण प्रसाद जोशी सदस्य, गजेन्द्र पहरी सदस्य, प्रेमनाथ जोशी सदस्य, भक्त अधिकारी सदस्य, जनकलाल जोशी शिक्षक अभिभावक संघ सदस्य, पठान विष्ट शिक्षक अभिभावक संघ सदस्य, वीरहाल अधिकारी सदस्य, स्वर्गीय निम्ना देवी अधिकारी सदस्य, लाली देवी ढाँट सदस्य, दलबहादुर ढाँट सदस्य, स्वर्गीय श्री फट्टी विष्ट सदस्य, स्वर्गीय श्री वीरसिंह बोहरा सदस्य, स्वर्गीय श्री रवि अधिकारी सदस्य, स्वर्गीय श्री देव ढाँट सदस्य, श्री गंगादेवी जोशी सदस्य, श्री धौरीदेवी विष्ट सदस्य, श्री बेलमती विष्ट सदस्य, कलशादेवी बोहरा सदस्य, देवस्थान हाल देवस्थान समितिमा हुनुहुन्छ उहाँ कावा अध्यक्ष, श्री योमा बोहरा अभिभावक संघ सदस्य, प्रमोद जोशी सदस्य, मैयादेवी भुजेल सदस्य, जयभान कानी सदस्य, विमला जोशी सदस्य, रञ्जना विक सदस्य, रङ्गमती देवी जोशी सदस्य, धना विक सदस्य, सरस्वती देवी जोशी सदस्य, नन्ना देवी पहरी सदस्य, गीता बोहरा सदस्य, मणिराज जोशी विवेश सदस्य, आशा देवी ढाँट सदस्य अध्यक्ष, गौमती देवी अधिकारी सदस्य, रंगा विक सदस्य, पार्वती देवी अधिकारी सदस्य, रंगा नेपाली सदस्य, त्रिविल अधिकारी विवेश सदस्य, पार्वती अधिकारी सदस्य, इलाधर जोशी सदस्य, जसुआ अधिकारी सदस्य, खुनिया विक सदस्य, गणेश ढाँट सदस्य, बीना देवी अधिकारी सदस्य, गणेश कानी सदस्य, हरे कानी सदस्य, कुम्भ अधिकारी सदस्य, भागवती जोशी सदस्य, प्रसाद विष्ट अभिभावक संघ सदस्य, दलबहादुर ढाँट सदस्य, गणेश अधिकारी सदस्य, सुभाष ढाँट सदस्य, दीपक अधिकारी सदस्य, गगन विक सदस्य, जयधन ढाँट सदस्य, करण अधिकारी सदस्य, नर्मदेवी बोहरा सदस्य, दुर्गादेवी खैरा सदस्य, पान अधिकारी सदस्य, हिराधिकारी स्वर्गीय विवेश सदस्य, पटिमो कानी सदस्य, पटी विक सदस्य, फलन सिंह धामी सदस्य, कमला देवी जोशी सदस्य, दीपा विक सदस्य, दीपा विक सदस्य, बेलमती विष्ट सदस्य, श्री कलामती विक सदस्य, आशा देवी विक सदस्य, श्री बिरमा देवी विष्ट सदस्य, श्री मदनराज जोशी सदस्य, देवदत्त जोशी सदस्य, नवराज जोशी सदस्य, कलावती जोशी सदस्य, नंदलाल जोशी सदस्य, रघुनाथ जोशी विवेश हाल अध्यक्ष, आगे पनि खाजा समिति थिए, नारद जोशी सदस्य, हरिचन्द्र अधिकारी सदस्य, भूमिका ढाँट सदस्य, दिनेश बाल अधिकारी हाल पदेन सदस्य। यति हाम्रो 120 जनाका नामहरू मैले क्लासमा त्यो विद्यालय व्यवस्था समितिको नाम चाहिँ अफिसमा राखेको छु। अब सान्दुमा अब भौतिक पक्षतिर पनि गइरहेको छु। अब घाम लाग्ने जस्तो छ। ल अब भौतिक पक्षमा भवन संख्या 4 वटा, एउटा जीर्ण अवस्थामा हाम्रो सामान्य छ, कोठा जीर्ण अवस्थामा छन्, टोयलेट 2टा छन्, कोठा 4 वटा छन्, खानेपानी धारा छ, टङ्की एउटा छ, टङ्की जीर्ण अवस्थामा छ, हात धुने धारा 7 छन्, जीर्ण अवस्थामा छ, हेरबार जीर्ण अवस्थामा छ, खेल्ने मैदान पुरै भएको छ, भान्सा कोठा छैन, बढेको छ, सोलर छ, विद्युत छ,
सोलर टिपाएको छन्, बिजुलीको जडान भएको छ। फर्निचरतर्फ जम्मै कुरा राखेको छैन, केही छोटो छोटोमा गरेको छु। अब भन्दा पनि धेरै कुराहरू छन्। चेयर कुर्सी प्लास्टिक 70, कुर्सी काठका 11, कुर्सी एउटा चेयर ठुलो एउटा, टेबुल काठको 2, टेबुल प्लास्टिक 2, टेबुल स्टिल 1, दराज काठका 3, दराज स्टिल 1, बाकस स्टिल 6, स्टिल प्लास्टिक 6, बेन्च 30, डेस्क 30, कक्षा कोलुको 4, तर जीर्ण अवस्थामा छन्। र्याक तब राख्ने 7, शैक्षिक सामान र्याक 6, व्हाइट बोर्ड 7, कुशन संख्या 150,